योग शिक्षालाई वैज्ञानिक रूपमा स्थापित गर्ने कुरामा अघिल्लो अङ्कमा हामीले के कुरा राखेका थियौँ त भन्दाखेरि मस्तिष्कमा पर्ने यसको प्रभाव हैन, कसरी यसले हार्मोन्सहरू र ब्युटिफुल हार्मोन्सहरू यानि कि ह्याप्पी हार्मोन्सहरू निकाल्न, मुड्सहरूलाई परिवर्तन गर्नलाई हेल्प गर्छ भन्ने कुराहरू गरेका थियौँ। सँगसँगै न्युरोप्लास्टिसिटीको पनि कुराहरू गरेका थियौँ। र अहिले के भन्छ भन्दाखेरि यो जुन ब्रेनमा ग्रे म्याटर हुन्छ, यो ग्रे म्याटरको घनत्वलाई पनि बढाउनलाई सहयोग गर्छ। र अर्को हामीले जानिरहेको कुरा के हो भने तनाव र रोगहरूको नियन्त्रण गर्न पनि यसले सहयोग गर्छ। तनावलाई कसरी गर्छ त भन्दाखेरि जति बेला हामी स्ट्रेस्ड हुन्छौँ, एङ्गरमा जान्छौँ, त्यति बेला कार्टिसोल हार्मोन निस्केको हुन्छ। सो यो कार्टिसोल हार्मोन भनेको वास्तवमा सुरक्षाको लागि सिम्पेथेटिक नर्भस सिस्टममा जति बेला यो फ्लाइट अर फाइट रेस्पोन्स गर्ने बेला कार्टिसोल हार्मोन निस्किन्छ। यसको एक्सक्रेसनलाई अलिकति कम्ती गराइदिएर तनावहरूलाई पनि यसले घटाइदिन्छ। तनावहरू जब घट्न थाल्छन् र धेरै थुप्रै खालका रोगहरू जस्तो नसर्ने रोगहरूमा ब्लड प्रेसरहरू घटाइदिन्छ, एङ्जाइटी घटाइदिन्छ हैन। र धेरै क्लिनिकल ट्रायलहरूबाट पनि हामीले यसको पुष्टिकरण गर्न सक्छौँ। यो अहिले पश्चिममा यस्तो खालको टेस्टिफिकेसन लिन थालिएको छ। दोस्रो इस्टाब्लिसमेन्ट हामी कहाँबाट लिन सक्छौँ त भन्दाखेरि शैक्षिक पाठ्यक्रमहरूमा, विशेष गरी विद्यालय महाविद्यालयहरूमा योग शिक्षाहरू स्थापित गरेर हामीले विज्ञान, मनोविज्ञान र स्वास्थ्य विज्ञानको साथ योगलाई जोडेर पाठ्यक्रम निर्माण गरेर यसको वैज्ञानिकतालाई पुष्टि गर्न सक्छौँ। त्यस्तै डिजिटल प्लेटफर्ममा हामीले मोबाइलमा योगको एप्सहरू राखेर वेबिनारहरू चलाएर र अनलाइन कोर्सहरू मार्फत पनि हामीले योग शिक्षालाई स्थापित गर्न सक्छौँ। सो अन्य आयाममा हामीले सरकारी तथा गैर सरकारी आयामबाट पनि शिक्षालाई स्थापित गर्न सक्छौँ। र विविध आयामहरू छन्, विविध उपायहरू छन् यसको वैज्ञानिकतालाई पुष्टिकरण गर्नको लागि। र यो जुन अभियान छ, यो सामाजिक जागरणको अभियान, योगप्रतिको जुन अभियान छ, यो अभियानलाई हामीले विभिन्न क्षेत्रबाट लैजान सक्छौँ। जसरी अहिले मैले भने सरकारी तथा गैर सरकारी संस्थाहरूको सहयोग लिएर पनि जान सक्छौँ। योगको प्रमाणीकरण गरेर योग प्रशिक्षकहरू उत्पादन गरेर पनि हामीले योग शिक्षालाई अगाडि बढाउन सक्छौँ। र यसको एउटा स्ट्यान्डर्ड मापीकरण गरेर पनि हामीले यसलाई अगाडि बढाउन सक्छौँ भने आधुनिक टेक्नोलोजीसित समन्वय गरेर बायोफिडब्याक सिस्टम भन्छ अहिले हैन, कि कसरी हृदयको गतिलाई, मस्तिष्कको तरङ्गलाई हैन हामीले र तनाव स्तरलाई मापन गर्ने उपकरणहरू जुन छन् त्यसले पनि टेस्टिफाई गरेर चाहिँ योग शिक्षाले वेलबिङको लागि गर्न सक्ने कुराहरूलाई हामी टेस्टिफाई गर्न सक्छौँ। र अन्य हकमा भन्ने हो भने सो सामुदायिक रूपमा योग शिविरहरू सञ्चालन गरेर हैन विभिन्न तरिकाका सोसाइटीमा काम गरिरहेका जो व्यक्तिहरू हुन्छ जसलाई हामीले आधुनिक भाषामा सेलिब्रिटी भन्छौँ, ती सेलिब्रिटीहरू मार्फत पनि हामीले योग शिक्षाको विज्ञान तथ्यलाई स्थापित गर्न सक्छौँ र यसलाई आम रूपमा सर्वाङ्गीण रूपमा यसको अगाडि बढाउन सक्छौँ। यो शिक्षाको, यो चेतनाको स्तरलाई हामीले अगाडि बढाउन सक्छौँ र यो प्रति सबैको सद्भाव, एकता कायम गर्न सक्छौँ र हामी यसले चलाएका जुन अन्धविश्वासहरू छन् ती अन्धविश्वासहरूलाई चिर्न सक्छौँ। शिक्षा विकारे सकलो विकार, शिक्षा सुधारे सकलो सुधार। धन्यवाद।